यस्तो मिठो हाई प्रोटिन सुपर हेल्दी चनाको चाट चाहिँ कसलाई मिठो लाग्दैन होला र के। आज चाहिँ म यो रातो चनाको चाट बनाउँदैछु। यो चाहिँ एकदम प्रोटिन युक्त हुन्छ नि त यो रातो चना होइन। डाइटमा बसेकोहरूलाई त यसरी खाँदाखेरि त एकदमै राम्रो हुन्छ। अनि यसमा चाहिँ म नुन र बेसार हालेर सिटी लगाइदिन्छु। 6-7 सिटी मजाले लाउनुपर्छ क्या, पाक्नु पऱ्यो नि त चनालाई, अलिक बढी नै सिटी लाउनुपर्छ। अनि यसलाई मसिनो बनाएर यो प्याज काटेँ मैले, अनि खुर्सानी, अनि टमाटर, अनि त्यसपछि काँक्रो मजाले मसिनो बनाएर काटेर यतापट्टि साइडमा अब म यसलाई राख्छु। अनि चना पाकिसक्यो खोलेर हेर्दाखेरि चाहिँ यतिको मजाले पाक्नु पर्यो क्या, थिच्दाखेरि होइन मजाले थिचिनु पर्यो। अनि प्लेटमा राख्छु मजाले यसलाई चाहिँ। अनि अहिले काटेको यो चाहिँ प्याज, खुर्सानी, टमाटर, काँक्रोलाई मजाले फिजाएर हालिदिने, बदाम हाले, पिरे नुन हाले, चाट मसला, अनि त्यो चरपटेमा हाले पिसेर राखेको त्यो मसला हाले, अनि मजाले मोले, अनि कागती हाले, कागतीलाई नै। अनि यो दहीलाई चाहिँ मजाले फिट्न पर्छ क्या, फिटेपछि यस्तो हुन्छ अनि मात्र राम्रो देखिन्छ, न त छ्याएर कस्तो राम्रो पनि देख्दैन नि त। अनि मजाले यसलाई फिजाएर हालिदिएँ, अनि सस हालिदिएँ। कस्तो मिठो हुन्छ क्या यसरी खाँदाखेरि त, हजुरहरू पनि ट्राई गर्नु होइन, यति मिठो भएको होइन र।